क्रिस्टियानो रोनाल्डो एउटा त्यस्तो नाम हो जुन फुटबलको महानतासँग मात्र नभएर अनेकौं उपलब्धिसँग पनि जोडिएको छ। विश्व फुटबलका समकालीन हस्ती रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगलका लागि महत्वपूर्ण योगदान गरेका छन्। सन् 2016 मा ऐतिहासिक रूपमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका रोनाल्डोले 2019 मा नेशन्स लीगको उपाधि हात पारेका थिए। त्यसबाहेक पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुँदै राष्ट्रको पहिचानलाई अझ फराकिलो पारेका थिए। यसबाहेक व्यावसायिक खेल जीवनमा रोनाल्डोले कैयौं कीर्तिमानहरू लेखाइसकेका छन्। यिनै उपलब्धिहरूलाई मध्यनजर गरेर पोर्चुगल सरकारले रोनाल्डोको सम्मानमा 7 युरोको सिक्का निकालेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो स्मारक सिक्का इतिहासकै सबैभन्दा महान फुटबल खेलाडीहरूमध्ये एकका रूपमा निकालिएको हो। विश्व फुटबलमा 39 वर्षीय रोनाल्डोले बनाएको छविलाई उत्सवका रूपमा लिँदै र उनले बनाएका उल्लेखनीय उपलब्धिहरूको कदर गर्दै पोर्चुगल सरकारले उक्त सिक्का बनाएको मिडिया रिपोर्टमा उल्लेख छ। यसरी खेलाडीको सम्मानमा कुनै पनि राष्ट्रले सिक्का नै बनाएको यो नै पहिलो पटक हो। खेलका माध्यमबाट पोर्चुगललाई विश्वमा चिनाउन सफल बनेका रोनाल्डोले उपाधि सहितका अरू तथ्याङ्कमा पनि उत्तिकै दखल राखेका छन्। मिस्टर च्याम्पियन्स भनेर चिनिने रोनाल्डो मैदानभित्र मात्र नभएर मैदान बाहिरका पनि प्रभावशाली व्यक्ति मानिन्छन्। समाजसेवामा पनि सक्रिय रहेका छन् रोनाल्डो। उनले बाल अस्पतालहरूमा आर्थिक सहयोग गरेका छन् भने विपद प्रभावितका लागि राहत दिने र शैक्षिक पहलका लागि समेत सहयोग गरेका छन्। सामाजिक कार्यका लागि विभिन्न समयमा च्यारिटी म्याच पनि उनी खेल्ने गर्दछन्। रोनाल्डोले समान 5 पटक बालोन डियोर र UEFA च्याम्पियन्स लीग जितेका छन्। उनले फुटबल इतिहासमा सबैभन्दा बढी 901 गोल गरेका छन्। करियरको 1000 गोल पुर्याउने लक्ष्यमा रहेका रोनाल्डो विश्वभरका 48 वटा राष्ट्र विरुद्ध गोल गर्ने एकमात्र खेलाडी पनि हुन्। रोनाल्डोले रियल म्याड्रिडका लागि 450 गोल गर्दा म्यान्चेस्टर युनाइटेडबाट 145, पोर्चुगलका लागि 131, युभेन्टसका लागि 101 र अल नासरका लागि 68 गोल गरेका उनले बाल्यकालका बेला स्पोर्टिङ सीपीबाट 5 गोल गरेका थिए। फुटबल भन्दा बाहिर सामाजिक सञ्जालमा पनि रोनाल्डोको उत्तिकै दबदबा छ। उनी सबै प्रकारका सामाजिक सञ्जालमा 1 अर्ब फलोअर्स बनाउने पहिलो व्यक्ति पनि हुन्। पछिल्लो अढाई दशक यता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डो एक्स पूर्व ट्विटर, इन्स्टाग्राम, फेसबुक र युट्युबमा सक्रिय छन्। युट्युब सहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आमदानी समेत गर्छन्। फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरिदिए बापत उनले करोडौं कमाउँछन्। झन् युट्युबमा सक्रिय बन्दा सामाजिक सञ्जालबाट आउने रोनाल्डोको आमदानीमा उत्तिकै बढोत्तरी भएको छ। रोनाल्डोले हालसम्म 35 वटा ट्रफी जितेका छन्। राष्ट्रका लागि युरोकप र नेशन्स लीग जितेका रोनाल्डोले विश्वकपको ट्रफी भने जित्न सकेका छैनन्। उमेरले 4 दशक पूरा गर्न आँटे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्यास लिने मनसायमा पनि छैनन्। उनको यो तत्परताले आगामी 2 वर्षपछि मेक्सिको, क्यानाडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फुटबल खेल्ने संकेत दिएको छ। व्यावसायिक रूपमा आफ्नो फुटबल यात्रा भने साउदीको अल नासरबाटै अन्त्य गर्ने उनले घोषणा गरिसकेका छन्।